साथीहरु नमस्कार। यहाँलाई मैले बिल्कुलै नयाँ भिडियो प्रस्तुत गर्दैछु, अन्तिमसम्म हेर्नु होला। बर्खायाम सुरु हुन लागे लगत्तै हाम्रो दमौलीमा स्थित यो नयाँ चाइना पुलको निर्माणाधीन कार्य चाहिँ एकदम तीव्र बनाइएको छ। किनभने बर्खामा चाहिँ माथि वारीदेखि पारीसम्म भरिभराउ रहने भएको हुँदा यहाँ चाहिँ यो पुलको कार्य चाहिँ निर्माण कार्य चाहिँ एकदम स्पिड अप गरिएको हो। त हेर्न सक्नुहुन्छ कर्मचारी सङ्ख्या पनि एकदम राम्रो रहेको छ। लगभग यो पुलमा चाहिँ 100 भन्दा बढी कर्मचारीहरू चाहिँ खटिनु भएको छ, यतापट्टि र उतापट्टिको साइडमा गरेर चाहिँ।